गंगाधर आए शरणम तिहारे, ज्ञान ऐसा विशाल बैठे हो मृगना छाए माथे चंद्र विराजे। संजने में न दोगे बोलो डालेंगा में न दोगे बोलो में दोगे बोलो। पालंगा देशमा हामी तिरबासा खेलाउला, हाम्रा दो जमरानी जमसाङला थोडाए ल्याउ, जमको ढोका थुनी ल्याउनु पर्यो। जब दुम्सुर वनले गेखरदेनमा मान्छेको बीचमा मान्छेलाई उपचार गर्न जाने क्रममा दुम्सुर वनले चाहिँ यो युगको बारेमा भनेका रहेछ। यो युग कस्तो हुनेछ, यो तेस्रो युग कस्तो हुनेछ, दिसङ सोम कस्तो हुनेछ भन्ने कुरा दुम्सुर वनले यसरी भनेका रहेछ। दिसाङ थम जुङमा प्रिबुइ ngर्क्याल छेबी दिइनु भनेर यो युगलाई भनेका रहेछ। यो युग खराब भइदिँदाखेरि बाँदर जस्ता मान्छेहरूको उत्पत्ति हुन्छ, उनीहरूको जित हुने समय हो। यो सत्यले धेरै पटक लडेर धेरै पटक हारेर मात्र एकचोटि जित्नु पर्ने युग हो यो भनेर दुम्सुर वनले भनिराखेका रहेछन्। यति मात्र होइन, दुम्सुर वनले के भने सेले मसेबी दि खेले मखेबी दिइनु भन्नुको अर्थ जाने पनि नजानेको युग हो यो र त्यसपछि बुझे पनि नबुझेको युग हो यो र बुझ्नेहरूलाई कसैले पनि मान्दैनन्। यति मात्र होइन, फुल लगाई छेरी एन्जे फिरिरी दिङबा योन्जे फिरिरी दिङबे अकु ज्यारो नक्बो कर्बो थुङबे दिइनु, यो भनेको चाहिँ यो माथि लेकमा उठ्ने कालो काग पनि सेतो देख्ने समय हो यो। त्यसै गरी मर लोङजे पे छु जङ्बु यार लोङबा थुङबे दिइनु भनेर भनेको चाहिँ तल गएको पानी पनि माथि बगेर आएको देख्ने समय हो। यो भन्न खोजेको के हो रे भने मान्छेले आफ्नो तर्क कुतर्कको भरमा जितेर सहीलाई पनि गलत देखाउने समय हो यो। सत्य कुरालाई सही कुरालाई सुल्टो कुरालाई पनि उल्टो देखाउने समय हो यो, तार्किक शक्तिको भरमा भनेर दुम्सुर वनले भनिराखेका रहेछन् नि। त्यसै गरी दुम्सुर वनले के भने जिन मामी झुङ्बी दिइनु, यो भनेको चाहिँ मान्छे होसमा हुँदै बेहोसीमा कुरा गर्न पुग्ने समय हो यो। यति मात्र होइन, दुम्सुर वनले के भन्यो भने तमसी ढम्ज्याङ लोबन खेबा ठुङमै धेरै धङ्बोई पेयाङ मेत्वी दिइनु भनेको खराब विद्वानहरू खराब विज्ञहरू उत्पत्ति हुँदा खराब चाहिँ शिक्षित बनाउँदाहरू उत्पत्ति हुँदाखेरि उहिलेको चलन चल्ती सबै हराउने समय हो यो भनेर भनेका रहेछन्। त्यसैले होला सायद अहिले याबेङ सोङको पानी खानु हुँदैन भन्दाखेरि वाइबाहरूले खानु हुँदैन भन्दाखेरि कतिपय वाइबाहरूले भन्ने गर्दछन् किन खानु हुँदैन, पानी पनि खान नहुने हुन्छ, पानी पिउन नहुने कुरो हुन्छ, मैले पिएर आए त भयो त, मैले पिएर आउँदाखेरि त भइरहेको छ त, यस्तो झुटो कुरा गर्ने भनेर यस्तो प्रश्न गर्नेहरू विद्वानहरू रहेका छन्। त्यसैले ती विद्वानहरूले बुझेनन् याबेङ खोलाको पानी हाम्रा पुर्खाले खान नभएर खान हुँदैन भनेको होइन भन्ने कुरा बुझेनन्। याबेङ खोलाको पानी खानु हुँदैन भन्नासाथ मान्छेलाई आश्चर्य लाग्छ, ओहो किन खानु हुँदैन, अचम्म छ त किन खानु हुँदैन भनेर प्रश्न गर्नासाथ त्यसको जवाफमा आउँथ्यो वाइबा राजाको इतिहास र यो इतिहास यसरी बाँचेको हो। त्यो प्रश्नको जवाफमा यो इतिहास बाँचेको थियो। त्यसै गरी कालो रह सेतो रह धादिङको कालो र सेतो रहमा स्यौदेनहरू जानु हुँदैन भन्छन्। हुँदैन भनेपछि मान्छे आश्चर्य मान्दै सोध्छन् किन जानु हुँदैन र आउँछ त्यसपछि जवाफमा त्यसको एउटा कथा त्यसको एउटा इतिहास आउँछ। त्यसै गरी गोसाईकुण्डमा गोलेहरू जानु हुँदैन भन्छन्। गोलेहरू जानु हुँदैन भन्दाखेरि फेरि सोध्छन् गोलेहरूले किन जाँदा हुँदैन गोलेहरू, फेरि प्रश्नको उत्तर आउँछ। झाँक्रीहरूले सिस्नु खानु हुँदैन भन्दाखेरि फेरि त्यसको जवाफमा आउँछ इतिहास। यसरी बाँचेका छन् हाम्रो इतिहासहरू, यसरी बाँचेका छन् हाम्रा लोककथाहरू लोक साहित्यहरू। त्यसै गरी फुल यालेन देवा धाला दादङ डोल्मो घेसब सोम कोन्ज्यो सोम धुरी र बिसिरी ग्याल्मो भनेर घरमा देउतै देउता हुन्थ्यो, घरै हाम्रो गुम्बा थियो,
घरमा बस्नु नै हाम्रो गुम्बमा बसेको जस्तो हुन्थ्यो र बारीमा गए मरङ्गिला हुन्थ्यो। मरङ्गिला भनेको बारीको देउता, गङ्गिला भनेर डाँडा डाँडामा गए गङमा देउता हुन्थ्यो, ती देउताहरू हुन्थे भने गङमा चाहिँ ज्योमो र डोल्मोहरू हुन्थे। त्यस कारणले गर्दाखेरि तामाङले जहाँ कतै गए पनि आफ्नो पेठिम रिमठिम रिटी संस्कृति छोड्ने स्थिति थिएन। उनीहरूले आफ्नो आचरणलाई कहीँ कतै गएर पनि विचलन गर्न पाउने स्थिति थिएन। पश्चिमका तामाङ घरहरूमा हरेकमा श्यामा बुन्ने रेन्जा थारा र डोका थारा भन्ने तान हुन्थ्यो, झुन्डिएको हुन्थ्यो। उहिले श्यामा बुन्न नजान्ने, त्यसै गरी त्यो फेङ्ग भने त्यो चाल्ने सिस्नो, पाजियार पोलो भन्छ, चाल्ने सिस्नोको बोक्रालाई चाहिँ खरानीसँग मिसाएर पकाएर त्यसलाई चाहिँ धोएर त्यसलाई सुकाएर त्यसलाई चाहिँ विभिन्न किसिमका धागो बनाएर विभिन्न किसिमका कपडाहरू पोसाकहरू बनाइन्थ्यो। त्योभन्दा पहिला चाहिँ भेडाको ऊनलाई चाहिँ ऊनबाट चाहिँ कपडाहरू बनाइन्थ्यो, राडीहरू बुनिन्थ्यो। भने यसरी आफूलाई र आफ्नो श्रीमानलाई चाहिने पोसाक बुन्न नसक्ने केटीले अथवा पोसाकको ज्ञान नहुने, सिप नहुने, पोसाक बुन्ने सिप नहुने केटी मान्छेले श्रीमान पाउँदैन थियो नि त विगतमा। त्यसै गरी केटा मान्छेले पनि सिप नभएको केटा मान्छेले पनि श्रीमती पाउँदैन थियो। उसले घर छाउन जान्नु पर्थ्यो, त्यसै गरी घर बनाउनको लागि गाह्रो लगाउन जान्नु पर्थ्यो, खेतबारीको गाह्रो लगाउन जान्ने, खन्न राम्रोसँग खन्न जान्ने, हालो तास्न जान्ने, विभिन्न किसिमका काठहरू तास्न जान्ने, विभिन्न किसिमका औजारहरूको बिट तास्न जान्ने, त्यसै गरी नाम्लो बुन्न जान्ने, त्यसै गरी डोरी बनाउन जान्ने, यस्ता यावत सिपहरू चाहिँ केटा मान्छेमा हुनु पर्थ्यो। यदि केटा मान्छेमा त्यस्तो सिप छैन भने नि उसले पनि श्रीमती पाउन मुस्किल थियो। त्यसैले हाम्रो तामाङहरू विगतको कालखण्डमा विभिन्न किसिमका निरङ्कुश शासकहरू जहानिया शासनदेखि लिएर विभिन्न किसिमका खराब शासन व्यवस्थामा पनि हाम्रा तामाङहरू सिपमा बाँचेका थिए। अहिले यो सिपलाई विज्ञानसँग जोड्ने को? यो सिपलाई विज्ञान Kamali mendogi buluwa, Godauri mendogi buluwa, Para mendogi buluwa, Singgiring mendogi buluwa, Chedo yaraso inazo, Bulu kaje pacai pokori lani ma.